अब सबै फेसबुक चलाउने फेसबुकरहरूले पाउनु हुँदैछ मन्थली सेलेरी। यो कुरा तपाईँलाई थाहा छ? महिनापछि तपाईँले पैसा पाउनुहुन्छ। यो भर्खरै मात्र फेसबुकले दिएको एउटा फेसिलिटी हो। जसले पनि फेसबुक चलाउनु हुँदैछ है, तपाईँहरूले अब मन्थली सेलेरी पाउनुहुन्छ है। यो एउटा गुड न्युज है। आज तपाईँहरूलाई म बताइदिँदैछु। यो मलाई भर्खर मात्रै थाहा भएको कुरा हो र तपाईँहरूसँग सेयर गर्न चाहन्छु कि तपाईँहरूले भिडियो हाल्नु नछोड्नुहोस्। अब तपाईँहरूले त्यो भिडियो हालेको तपाईँको फेसबुक मोनिटाइज हुनु पर्दैन। तपाईँले एउटा अप्सन अन गर्नुपर्ने हुन्छ। एउटा अप्सन अन गरेपछि तपाईँले अटोमेटिक महिनामा तपाईँको एकाउन्टमा पैसा पस्ने गर्दछ है। तपाईँको पैसा कति पस्छ भन्ने कुरामा है, तपाईँले के हुन्छ भन्दाखेरि तपाईँको भिडियो अथवा रिल्स जति पनि तपाईँले अपलोड गर्नुभएको छ फेसबुकमा है, त्यसको भ्युज हेरेर तपाईँहरूले पैसा पाउनुहुन्छ र पैसा तपाईँहरूले महिनाको अन्तमा पाउनुहुन्छ। पैसा पाउनै हुन्छ। अब काम गरे पनि नगरे पनि तपाईँलाई महिनै पछि सेलेरी फेसबुकले दिने भएको छ है। त्यो गर्नुभन्दा अगाडि तपाईँले प्ले स्टोरमा गएर आफ्नो फेसबुकलाई सर्वप्रथम अपडेट गर्नुहोस्। अपडेट गरिसकेपछि त्यो अप्सन पस्छ है। अनि तपाईँलाई म त्यो अप्सनमा गएर अन गर्नुपर्नेमा पुर्याइदिन्छु है। तपाईँहरू सर्वप्रथम त यहाँनिर स्क्रिन सट लागेको छ है, स्क्रिन रेकर्ड छ। त्यस स्क्रिन रेकर्डमा हेर्नु सक्नुहुनेछ है। अब सो गरौँ हाम्रो स्क्रिन रेकर्डलाई। अब म तपाईँहरूलाई लगेर जाँदैछु। फर्स्ट जानुपर्ने हुन्छ हाम्रो फेसबुकमा। यसरी फेसबुक ओपन गरेपछि तपाईँहरू सिधै जानुहोस्। यहाँ कुनामा आफ्नो लोगो भएकोमा त्यहाँनिर ओके गर्नुहोस्। ओके गरेपछि तपाईँले स्क्रल गर्नुपर्ने हुन्छ। उकालो सार्नुहोस्। यहाँनिर प्रोफेसनल डेस्कबोर्डमा जानुहोस्। प्रोफेसनल डेस्कबोर्डमा गएपछि यहाँ माथि हेर्नुहोस्, मोनिटाइजेसनमा जानुहोस्। त्यहाँनिर मोनिटाइजेसनमा गएर तपाईँहरू क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरेपछि ओह्रालो जानुहोस्। ओह्रालो यहाँ पनि होइन रहेछ। एकछिन तपाईँहरूलाई अलिकति गडबड भयो। फेरि जाउँ है। हामी यो कुनामा जानेछौँ। कुनामा गएपछि ओह्रालो गएर हेल्प एन्ड सपोर्टमा जानुहोस्। तपाईँहरू हेल्प एन्ड सपोर्टमा गएर फेरि उकालो सार्नुहोस्। उकालो सारेपछि हेल्प एन्ड सपोर्टमै जानुहोस्। गएपछि तपाईँहरू देख्नुहुँदैछ यहाँनिर हेर्दा सपोर्ट इनबक्स है। सपोर्ट इनबक्समा जानुहोस्। यहाँनिर ओके गर्नुहोस्। ओके गर्दा नो भाइलेसन छ है, केही छैन यहाँनिर। यहाँ पनि होइन। एकछिन तपाईँहरूलाई म देखाउँदैछु त कहाँनिर रिपोर्ट एन्ड प्रब्लम, यहाँ पनि होइन। सेटिङमा जाउँ है। सेटिङमा हेरौँ यहाँनिर छ कि छैन। यहाँनिर हेरौँ। यहाँनिर हेर्दै जाउँ प्रोफाइल डिटेल्स है। यहाँनिर जाउँ। यहाँनिर पनि छैन। यहाँनिर नभएपछि यहाँनिर पनि छैन है। यहाँ पनि छैन। फेरि हामी ब्याक आउनेछौँ है। कहाँनिर छ हेर्दै जाउँ। ब्याक आएपछि यहाँ जाउँ। दिमाग गडबड भइसक्यो यार। यहाँ पनि छैन है। यहाँ पनि छैन। यहाँ पनि छैन। सायद कहाँ छ, दिमाग लाउनु साह्रो पर्यो है। तपाईँहरूलाई म 1 मिनेटको समय लिन्छु है। दिमाग लाउनु निकै साह्रै पर्छ। मैले भर्खर यो कुरा जानेको कुरा हो, तर मेरो दिमागमा बसिसकेको छैन त्यो कुरा। र एकछिन होल्ड गरौँ है। म पिसाबले एकदमै साह्रो पार्यो, सर्ट गरिकन आउँछु।